यसो के लाग्छ भने के विदेशमा 5-10 वर्षदेखि कार्यरत युवालाई राजनीतिक दलका कुत्ताले नियम र कानुन र सिस्टमको भाषा पढाउँदा पढो आशा लाग्छ कि हामी त्यस्तो देशमा बस्छौँ जो देशमा हत्या हिंसा बलात्कारीलाई फुलमाला लाएर मन्त्री र सांसदको पुरस्कार होइन के हत्या हिंसा बलात्कारीलाई भोलिपल्ट नै फाँसीको फन्दामा तथा टाउको काटेर हलाल गर्ने चाहिँ देशमा हामी नियम र कानुनको पालना गरेर बस्छौँ कि हामी त्यो देशमा बस्छौँ जो देशमा ट्राफिकसित सवाल र जवाब गर्ने मौकै पाइँदैन। ट्राफिकले फाइन हानेपछि त्यो फाइन कि त गएर तिर्नुपर्छ कि त मुद्दा लडेर 4-5 वर्ष झमेलामा बस्नुपर्छ। त्यो देशका सिस्टमलाई फलो गरेर बस्नेलाई चाहिँ यहाँ 2-4 राजनीतिक दलका कुत्ताहरूले सिस्टम पढाइरहेछन् कि हामी तिमीहरू जस्ता कुत्ताहरू होइनौँ के राष्ट्रघाती सन्धि सम्झौता गरेर अदालतमा गएर 2-4 लाख रुपियाँ धरौटी छुटेर हिँड्नेहरू होइनौँ के। हाम्रो देशको अदालत भनेको सबभन्दा धेरै बिगबिगी र भ्रष्टाचारको अखडा हो भन्न चाहन्छु कि मैले के संविधानमा अदालतको खिलाफमा बोल्यो भने अपहरणको मुद्दा किन राखेका हो भने न्यायाधीश र वकिलले जतिसुकै भ्रष्टाचार गरेर मुद्दाको सेटिङ गरे पनि तिनको आवाजमा बोल्न नपाइने कारणले अहिले यस्तो गरेका हो कि यहीँ इक्जाम्पलको लागि हेर जिल्ला अदालतले र उच्च अदालतले कानुनी कारबाहीको डन्डा चलाइदियो अब्ता पालमलाई काङ्ग्रेसको कानुन मन्त्री बन्यो त्यही कानुन मन्त्रीले न्यायाधीशलाई दबाब दिएर भोलिपल्ट त्यही अब्ता पालन बाइजित परिवार हिँडेको पार्टी हो काङ्ग्रेस के। अहिले हेर भुटानी शरणार्थी केस आफ्नै देशका कागजहरू किट्दै गरेर आफ्नै देशका जनताका छोराछोरीहरूलाई भुटानी शरणार्थी बनाएर अमेरिका बेच्नु भनेको राष्ट्रघात हो। त्यो राष्ट्रघातीको संरक्षण गर्दै 2 वर्ष जेल र 2000 रुपियाँ जरिमाना छोक्ने अदालत कुत्ताको नाम हो नेपाल के। अब त्यहाँ नियम र कानुन र सिस्टमका कुरा गर्दैछस् मुजीहरू